हेलो गाइस, वेलकम ब्याक टु माई युट्युब च्यानल। अनि तपाईँलाई मेरो युट्युब च्यानलमा स्वागत छ। अनि मैले चाहिँ भिडियो अपलोड नगरेको चाहिँ धेरै दिन भयो नि त, किनकि म चाहिँ बिमार मार्गी लागेर चाहिँ बिसन्चो भइरहेको छु। अनि त्यही भएर चाहिँ मैले चाहिँ भिडियो अपलोड गर्नु पनि पाएको छुइनँ, प्लस मैले भिडियो पनि बनाएको छुइनँ है। अनि आज फेरि तपाईँहरूको माझमा है एउटा भिडियो ल्याउने इच्छा लाग्यो। अनि मेरो भिडियो चाहिँ के छ भन्दाखेरि चाहिँ त्यो भिडियो चाहिँ के छ भन्दाखेरि चाहिँ त्यो चाहिँ भिडियो चाहिँ मेरो पहिलाको पुरानो भिडियोहरू हो है। अनि त्यो चाहिँ मेरो मेमोरीमा थियो नि त। अनि त्यो भिडियो चाहिँ डिलिट हुन्छ होला भनेर चाहिँ म चाहिँ युट्युबमा लाउनु पर्यो भनेर चाहिँ मैले सोचिरहेको छु है। त्यो भिडियो चाहिँ मेरो सासू ससुरा होइन नानीहरू सानो भएको हुँदाखेरिको भिडियोहरू छ है। म त्यो भिडियो तपाईँलाई सेयर गर्न चाहिरहेको छु है। अनि तपाईँलाई अब कस्तो लाग्छ तपाईँले कमेन्ट गर्न सक्नुहुन्छ है, किनकि मैले अहिले भिडियोहरू बनाउनु पाएको छुइनँ। अनि मार्गी लागेकोले गर्दा म बिमार भएको कारणले गर्दा चाहिँ मैले बनाएको छुइनँ नि त। अनि मैले सोचिरहेको थिएँ त्यही भिडियोहरू अपलोड गर्नु पर्यो तपाईँलाई अपडेट दिनुको लागि भनेर चाहिँ सोचिरहेको छु है। अनि म त्यही भिडियोहरू अपलोड गर्नेछु है। अनि त्यसमा मिलेर साथ सपोर्ट गरिदिनुहोस् होला। अनि कतिजना नयाँ हुनुहुन्छ प्लिज कमेन्ट गर्नु चाहिँ नबिर्सिनुहोस् होला। अनि तपाईँहरूलाई पनि साथ सपोर्टको खाँचो छ भने चाहिँ मेरो च्यानलमा आएर चाहिँ मेरो भिडियोलाई फुल हेरेर चाहिँ तपाईँले सब्सक्राइब गर्नुभयो भने चाहिँ म तपाईँलाई देख्छु नि त। अनि पनि म पनि तपाईँलाई सब्सक्राइब गर्नेछु भन्दै अब चाहिँ म भिडियोलाई सेट गर्न गइरहेको छु। अनि सँग हेरेर साथ सपोर्ट गरिदिनुहोस् होला। बहिनी यो चाहिँ धरानी सुँगुर, कालो सुँगुर। यो चाहिँ लिभर, यो चाहिँ कान पोलेर खायो हुँदैछ। मिठो रहेछ भाइ। यता देखाइदेऊ न, खाएर देखाइदेऊ न एकपल्ट। यो चाहिँ बस्तीको कुखुराको सेकुवा रेडी हुँदैछ। अब प्युर बस्ती यो चाहिँ पाक्दैछ सेकुवा। यहाँ चाहिँ आमाले सेकुवा खाँदैछ। अहिले जे देख्दैछ है, म यो हाल्छु कि आँखामा। हजुर, यो हाल्दा अझै सफा भयो भने भन्नुहोस् न ल, अथवा मधुरो भयो भने पनि भन्नुहोस् न। पर हेर्नुहोस्, अघि भन्दा सफा भयो कि मधुरो भयो? अलिक मधुरो देख्छ। अब हामी चाहिँ खाना खानु आँटेको। पापाले खाँदैछ। खानु न काइरु यता हेर्नु न। फोन हेर्दै खाँदैछ, अहिले खान्छ दुलाई। यो चाहिँ मेरो खाना हो। मकैको चामल, माम, सुँगुरको मासु, लट्ठीको साग, पापड। माको काखमा बहिनी आँखा पनि नगर न भाइ चाहिँ। यहाँ नकान्नु त बहिनी हाँस्दै बसिरहेको छ भिडियो गर्दै।
गाला अर्कोपट्टि गालामा पनि छस लाग्यो खुसी मना आजको दिन उनले सृजेका जिउँदो परमेश्वर बाबु हामी तपाईँलाई विशेष गरी धन्यवाद दिन्छौँ ढुङ्गामा पोलेको मासु हेर्नुहोस् है सुँगुरको देशी सुँगुर ढुङ्गामा पोलेर खुवाइ हुँदैछ ए यहाँ चाहिँ मासु पाक्दैछ यहाँ चाहिँ मासु खानेर रेडी बसिरहेको छ यहाँनिर कस्तो भयो ढुङ्गामा पोलेको मासु कस्तो भयो खाएर कस्तो कस्तो भयो यता हेर न भाइ कस्तो आज चाहिँ हामी भनिदिनुहोस् न त आज चाहिँ फाक्साको मासु ढुङ्गामा पोलेर खुवाइ हुँदैछ यो हेर्नुहोस् साह्रै टेस्टी हुन्छ चिम्पिङको अचारसँग खानुपर्छ डल्ले खोर्सानी चिम्पिङको अचार मजाले कुटेर चाहिँ ल्याप ल्याप खानुपर्छ यसरी चेप्टो चेप्टो पिस बनाएर चाहिँ ढुङ्गामा पोल्नुपर्छ हेर्नुहोस् यो चाहिँ गाउँले सुँगुर हो एकदमै टेस्टी अर्कोपट्टिबाट गरेको हुन्थेन खै ढुङ्गा त खाइसक्यो ढुङ्गाकोपट्टिबाट गरेको हुन्थेन त्यो त साह्रै बगिन्छ नि सानो झोलहरू जसलाई झोल त बोक्छ नि कोप्रो थिएन कोप्रो यो त बल्ल बल्ल पाएछ ढुङ्गै पाएन भन्छ अहिले चाहिँ हामी चाहिँ फाक्सा खान आँटेको छौँ बाह्र खतरा आउनै बुढिया माथिबाट आउनु भएको ए मासु पोली खाउँ भनेको त यहाँ पानी परेर के होइन उयो माथि राजुले काटेको थिएछ नि आज ढुङ्गा ढुङ्गा त्यही त पानी आएर नहोला जस्तो हुँदैछ अर्ग्यानिक ल ल बु हुन्छ बसेर जानु भएको हुन्थ्यो नि लुङटाक चाखेर अर्कोपट्टि चेप्टो थिएन अर्कोपट्टि थिएन हौ अब एउटा छैन एक दिन तर राखेको हुँदैन पानी